एभ्रीवान साथीहरु र अहिले भने चाहिँ हामी निङ्ग्रो टिप्नु गएको यहाँनिर मेरो बहिनीहरु छ यहाँ छोराहरु छ भाइहरु छ है हेरौं हामी यहाँ चाहिँ यहाँ फरेस्टमा यो चाहिँ हाम्रो गाउँको फरेस्ट हो मेन हाइवे हो यहाँ चाहिँ पहिला चाहिँ हामी साथीहरु यहाँनिर पुरा आउँथ्यौं हो अहिले चाहिँ अब कति भएको थिएन आएको हो आज नै निस्केको यता हाइवेमा चाहिँ रोडमा भनौँ न बेसी जङ्गलभित्र चाहिँ जानु हुँदैन हात्तीको डर हुन्छ हो साथीहरु यता चाहिँ अब यहाँनिर छेउछेउमा कता पाउँछ निङ्ग्रो हो साथीहरु पुरा डर लाग्छ जङ्गल घुम्न कि मैले चाहिँ यहाँनिर नजिकै पाउँछ होला भनेर जाउँ भनेको थिएँ यिनीहरूलाई अनि चाहिँ मैले जाउँ भनेको अझै तलको अरे डर लाग्यो मलाई साथीहरु अरू भन्दा म जाति चाहिँ डर लाग्छ अनि नजिकै हो भन्दैछ यिनीहरूले अब कहाँसम्म हो जाउँ हेर हामी चाहिँ निङ्ग्रो गाडीमा आइपुग्यौँ हो अब खोज्नु पर्ने हुन्छ निङ्ग्रो ओ माइ गॉड यस्तो रहेछ त अनि बाटो त म त एकदम बिस्तारै झर्ने बेला अब यहाँनिर भेटेँ निङ्ग्रो एउटा भेटेँ कता कता जानुपर्ने देख्दैन त यहाँले चाहिँ टिप्दैछ हो मैले चाहिँ देखेँ भाइ यहाँ रहेछ यहाँ पनि रहेछ रोटीसँग खानु मिठो हुन्छ रोटी र आलुसँग साथीहरु त्यो पुरा मनपर्छ मलाई चाहिँ निङ्ग्रो जङ्गली निङ्ग्रो उयो गर्दै जति भेट्छ त्यति लानुपर्छ अब हेरौ पहिला हामीले नि हामीहरू सानोमा यहाँनिर आउँदाखेरि चाहिँ मर्ने निङ्ग्रो टिपेको थिएँ कि कम्तीसँग टिपेर घर लगेर चाहिँ आमाले के टिपेको मर्ने निङ्ग्रो हो यो त निङ्ग्रो त होइन त भनेर मैले हाँसेर याद आयो आज केटाकेटीहरूसँग आउँदा यी नदेखेको कहिले हेर्नु रहेछ त यहाँ छ आउँदा चाहिँ साथीहरु नि हाम्रो यहाँ वेडिङको फोटोसुट गरेको याद आयो यहाँ तलनिर हो मैले लगेको यो चाहिँ कुमानी फरेस्ट हो साथीहरु चक्रमणी फरेस्टहरु हो कुमानीको चक्रमणी फरेस्ट हो कस्तो दामी यो फुल हो कि खान्छ होइन अहिले निङ्ग्रो चाहिँ यति टिपे है तर नि बाटो रोडको साइड पनि हेर्दै जाँदैछौँ हामी साथीहरु मलाई चाहिँ बाबा आमाहरूले चाहिँ यहाँनिर ल्याउँथ्यो आमा चाहिँ यहाँनिर खाना पुऱ्याउनु आउँथ्यो बाबालाई हो रोटी क्या त्यो रुमालमा बेरेर ल्याइदिन्थ्यो हो यहाँ यतै हो तर मैले कति बिर्सेँ दामी छ यहाँ भित्र जग्गा पनि त्यही याद आयो साथीहरु चाहिँ कहाँ गएको पनि म पछि जान्छु सँगसँगै यहाँ चाहिँ हामी सानोमा पुरा आउँथ्यो यहाँनिर भोगटीको रुख थियो हो अनि यहाँनिर त्यो सबै क्वार्टरहरू है साथीहरु अनि यहाँनिर कुप्छ ठुलोभरि कुप्छ हो यहाँ तित्रीको गाछ निङ्ग्रो चाहिँ है ए यहाँनिर यहाँ पनि छ अरे साथीहरु केटीहरूले नि साथीहरु मेरो लागि निङ्ग्रो टिप्दिँदै रहेछ है यहाँनिर फर्स्टमा आएर नि यहाँनिर साथीहरु यहाँनिर चाहिँ बहिनीहरूले भगटी टिप्दै रहेछ हो हेर्नुहोस् त हामी यहाँ पहिला पनि सानोमा आउँथ्यौँ भगटी टिप्नु हो यहाँ मैले चाहिँ खोला छ साथीहरु सानो सानो याद आयो भाँडाकुटी खेल्नुहरू जङ्गलमा आउँथ्यौँ हामी साथीहरु कति आउँथ्यौँ है भाइहरूले चाहिँ भगटी टिपिसक्यो है साथीहरु साथीहरु फर्केको है मेरो निङ्ग्रो चाहिँ 80 भयो हो लट्टा ठेल्ने काम गर्थ्यो यहाँनिर हो अनलोडहरू गर्थ्यो ट्रकमा ठुल्ठुलो लट्टा हुन्थ्यो पहिला चाहिँ हामी बाबा यहाँनिर काम गरेको अनि बाबाको साथीहरु थुप्रो थियो मलाई लिएर आउँथ्यो यहाँनिर यो लट्टामा अनि यहाँ परनिर जमुना पनि भन्थ्यो जमुना पनि पाउँथ्यो अहिले हामी कति भयो नगएको साथीहरु अनि यहाँ लालुपाते के भन्थ्यो पुरा आउँथ्यौँ हामी यहाँनिर खान्थ्यौँ कस्तो मिठो हुन्थ्यो अहिले त छैन त्यस्तो केही पनि छैन अहिले चाहिँ यो चाहिँ हो कुमारी चेकको हाम्रो मेन रोड हाइवे नयाँ बनाएको यो चाहिँ अलिक अग्लो भएको छ चाहिँ हाम्रो ठुलामाको दोकान अन्जु सप हो चाहिँ म घर फर्केको साथीहरु यहाँबाट चाहिँ हाम्रो घर जाने बाटो यही हो हाम्रो चेकबाट साथीहरु चाहिँ घर आइपुग्यो किन भनेर अहिलेसम्म आमालाई चाहिँ निङ्ग्रो चिन्दैन भनेर भनिरहेको रहेछ अब चाहिँ हामी भगटे खानु जाने काकीहरूकोमा साथीहरु बहिनीहरूले भगटे टिपेको थियो हामी चाहिँ खानु गएको साथीहरु यहाँ चाहिँ भगटेको पार्टी हुँदैछ यहाँ बहिनीहरूले बनाउँदैछ हो गड टोपी कपाल रेडी भयो साथीहरु हाम्रो चाहिँ भगटे टेस्ट गरेको ल भगटेको टेस्ट कलर चाहिँ बहिनीहरूले खाँदैछ म चाहिँ यहाँ बोट खाँदैछु
नुन त यति हाल्यो त्यो बेला दिएको छु है के गर्दैछौ नि दामी मिठो इन्जोइङ साथीहरू आजको लागि यति नै। तपाईँहरूलाई कस्तो लाग्यो मेरो ब्लग है? सी यू नेक्स्ट ब्लग, बाई।